नमस्कार, यो कार्यक्रमभित्र रहेको यो एकैछिन सेगमेन्टमा हार्दिक स्वागत अभिवादन। म अश्विन धिताल। तपाईँ धिताल फिल्म्सको प्रस्तुतिमा यो कार्यक्रम यति बेला हेरिरहनु भएको छ र हामीले एकैछिन सेगमेन्टमा कुनै अतिथि स्रष्टा कलाकारलाई हाम्रो यो स्टुडियोमा उपस्थित गराउने क्रममा आज हामी समक्ष हुनुहुन्छ अहिलेका अत्यन्त लोकप्रिय हाँस्य टेलिश्रृङ्खला भद्रगोल, जुन भद्रगोललाई आम दर्शक श्रोताले धेरै मन पराउनु भएको छ र नेपाली हाँस्य टेलिश्रृङ्खलाको इतिहासमा एक मात्रै बहुचर्चित हाँस्य टेलिश्रृङ्खलाको रूपमा परिचित भद्रगोल र भद्रगोलभित्रका पनि अत्यन्त लोकप्रिय पात्र बेलासे र उहाँको वास्तविक नाम हो सुभाष कार्की। भद्रगोलका निर्माता एवं कलाकार सुभाष कार्कीलाई स्वागत छ। सुभाष हजुर, धन्यवाद। आराम हुनुहुन्छ? एकदम आराम छ। अहिले पछिल्लो केही समय यता एउटा चर्चामा आइरहेको विषयवस्तु हो सुभाष कार्की बेलासे चाहिँ अलिकति गुन्डागर्दीमा पनि देखिएको अनि आर्टिस्टहरूले पनि पैसा पे नगरेको भन्ने एउटा एकदमै कल्पित समाचार चाहिँ बजारमा आएर केही कलाकारहरू चाहिँ अगाडि आउनको लागि हाइलाइटमा आउनको लागि कोसिस गरेर जस्तो लाग्छ मलाई पनि। के भन्नुहुन्छ? अब त्यो बेलासे कलाकार हो कि गुन्डागर्दी भनेर आयो होइन। त्यो मलाई बेलासे के हो भनेर मैले भन्नुभन्दा पनि दर्शकहरूलाई थाहा नै छ बेलासे के हो भनेर होइन। अब कलाकार भागे कलाकार भनेर चिनिहाल्नु त्यो, गुन्डागर्दी भयो गुन्डागर्दी भनेर चिनिहाल्नु त्यो। अब मैले चाहिँ स्पष्टीकरण दिइरहनु भन्दा पनि दर्शकहरूलाई नै थाहा छ बेलासे कलाकार हो कि गुन्डागर्दी भनेर। तर अब यस्ता समाचार त अब आइरहन्छ नि हजुर। अब भद्रगोल आज यो एक नम्बरमा छ, एकदमै भद्रगोल मार्फत धेरै कलाकारहरू देश विदेश घुमिरहनु भएको छ होइन। उहाँहरूको आर्थिक स्रोत पनि एकदमै राम्रो बलियो भएको छ। अब सुभाष कार्की बेलासे जसले भद्रगोल एउटा निर्माण गर्नुभएको छ, आफ्नो लागि चाहिँ के भएको छ अहिलेसम्म? आफ्नो लागि हिजोको दिनमा सुभाष कार्की मात्रै थिए। आज सुभाष कार्की बेलासे भनेर जुन एउटा दर्शकहरूले चिन्नुहुन्छ त्यो नै सबैभन्दा ठुलो कुरो हो। अब धन सम्पत्ति भनेर त नाम भएपछि धन सम्पत्ति त अवश्य हुन्छ, तर धन सम्पत्ति होस् भनेर पछाडि लाग्यो त होइन। अब देश विदेशकै कुरा अब गरौँ, हाम्रो अब सबै चाहिँ कलाकारहरू हरेक देशमा व्यस्त हुनुहुन्छ। त्यो एकदमै खुसी लाग्छ मलाई। उहाँहरूको प्रगति भन्नु नै हाम्रो एउटा भद्रगोलको प्रगति हो। भद्रगोलको प्रगति हुनु भनेकै मेरो प्रगति हो जस्तो मलाई लाग्छ। त्यही भएर एकदम खुसी लाग्छ मलाई। म पनि गएँ भद्रगोलबाटै चाहिँ धेरै देशहरू गएँ होइन। अब नेपाल, हाम्रो देश सुन्दर नेपाल भन्ने सुनेको थिएँ, तर आफू साँच्चीकै घुमेर हेरेँ, साँच्चीकै सुन्दर नेपाल रहेछ। पूर्व पश्चिमदेखि अब तराई पहाड हिमाल सबतिर घुमेँ, साँच्चीकै राम्रो नेपाल रहेछ। आखिर त्यो भद्रगोलले मलाई दिएको योगदान हो, त्यो नै मेरो लागि सबैभन्दा खुसीको क्षण छ अहिले। अब भद्रगोलले 100 भाग पुरा गरिसकेको छ। म 1000 भागसम्म प्रोग्राम दिन चाहन्छु होइन। 100 भाग कटिसकेको अवस्था हो। अब के छ भद्रगोलको नयाँ योजना? भद्रगोलको नयाँ योजना अहिले अब हामी एउटा कमेडी मुभी बनाउँछौँ। त्यसबारे चाहिँ हामी स्क्रिप्टमा बसिरहेका छौँ। अब स्क्रिप्ट सिद्धिएपछि सायद हामीले छिटो एउटा मुभी लन्च गर्छौँ होला। अब त्यही छ, हामीले अब भद्रगोललाई अझै प्रयास गर्दै 100बाट अझै कोसिस गर्दै जाँदैछौँ र अब पक्कै केही होस्, दर्शकहरूले मन पराइदिनु भएको छ। यस्तै माया पायौँ भने हामी कन्टिन्यू गरिरहन सक्छौँ। आइदिनु भयो, एकदमै धेरै धन्यवाद छ। अन्त्यमा के भन्नुहुन्छ आम दर्शक श्रोता जसले यति बेला हजुरलाई हेरिरहनु भएको छ? म दर्शक श्रोताहरूलाई के भन्न चाहन्छु भने भद्रगोल मन पराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। र अझै मेरा केही कमी कमजोरीहरू छ भने भद्रगोल हेरिसकेपछि त्यसमा चाहिँ पछाडि हाम्रो चाहिँ फोन नम्बरहरू, इमेल एड्रेसहरू छ, त्यसमा हामीलाई सल्लाह सुझावहरू दिन सक्नुहुन्छ। अथवा हाम्रो फेसबुक आइडीहरू छ, जस्तै मेरो बेलासे भद्रगोल भन्ने फेसबुक चलाउँछु, सुभी फिल्म्स भन्ने चाहिँ फेसबुकको पेज चलाउँछु। त्यसमा चाहिँ कमेन्टहरू गरिदिनु होला, सल्लाह सुझावहरू दिनु होला। जस्तै अब हाम्रो चाहिँ विभिन्न किसिमको चाहिँ आइडीहरू छ, जस्तै कुमारजीहरूको, हाम्रो अर्जुनजीहरूको, त्यसमा कमेन्ट गरे पनि हुन्छ दर्शकहरूले सबैले। तर कसरी हुन्छ, तपाईँहरूको साथबाट अगाडि बढ्न सक्छु म, तपाईँहरूको साथ भएन भने त कसरी अगाडि बढ्ने होला। आम दर्शक महानुभाव, यति बेला तपाईँ हेर्दै हुनुहुन्थ्यो यो एकैछिन सेगमेन्ट र एकैछिन सेगमेन्टमा आज हामी समक्ष हुनुहुन्छ चर्चित
निर्माता अनि चर्चित हाँस्य टेलिश्रृङ्खला भद्रगोलका कलाकार सुभाष कार्की बेलासी। हस्, आइदिनु भयो, एकदम धेरै धन्यवाद। हस्, एकदम धन्यवाद।